चाहिँ मलाई एउटा चिज देखाउँछु होइन। यहाँ हेर्नुहोस्, म चाहिँ अहिले चाहिँ ठ्याक्कै लेफ्ट साइडमा छु। यो हेर्नुहोस् फेवाताल, यहाँनिर हेर्नुहोस् दुइटा हट बेलुन, अनि यहाँदेखि यता माथि गएपछि के हुन्छ के हुन्छ यहाँ तपाईँहरूलाई पनि देखाउँछु। पोखरामा चाहिँ खास 65 मिटरमा भित्रभन्दा परेकोलाई चाहिँ भत्काउने भनेर विवादमा आइरहेको थियो नि। यो चाहिँ यो पिलर छ नि, यो अहिले गाडी देखाएको छ नि, यो प्याले कलरको, यो सबै योभन्दा अझै पछाडि 65 मिटरभित्रको चाहिँ भत्काउने भनेर भनेको रहेछ होइन। त्यो घर त जाने नि भयो, त्यति राम्रो घर बनाएको है, मान्छे अझै पनि बसेको छैन अरे, नयाँ घर। तर अलिकति पैसा खर्च गर्दाखेरि चाहिँ विचार गरेर बुझेर चाहिँ गर्नुपर्ने रहेछ भन्ने भयो कि मलाई। अब विवाद भएको थियो, होटलको स्विमिङ पनि फालिदियो, स्विमिङ गऱ्यो भने यही होटलको कि म चाहिँ ठ्याक्कै ब्याक साइडमा छु होइन। यही होटलको चाहिँ स्विमिङ नै उडाइदिएको हो क्या। त्यति बेला चाहिँ माथिको अलिकति कोठा अनि स्विमिङ पुल पर्दो रहेछ, यहाँबाट ताल पऱ्यो, त्यो त सबै जाने नि भयो कि। यो कति राम्रो घर छ कि, म तपाईँको नजिक गएर देखाउँछु। घर चाहिँ यो पिलर चाहिँ घरमै टाँसेपछि त, अनि यहाँभन्दा भित्र 65 मिटर भनेपछि त धेरै नजिक गऱ्यो नि। यति राम्रो घर बनाएर है, अब चाहिँ के गर्ने, यत्रो बााउन्ड्री गरेर सबै चिज गरेको, तर अलिकति बुझेर चाहिँ गर्नुपर्ने रहेछ भन्ने मलाई लाग्यो कि। अहिले आएर चाहिँ यो चाहिँ ताल ढिला भयो, अहिले सनसेट हेर्नु पर्ने। यो माटो राखेर होला नि छेकेको पानी होइन, खेतको लागि। अब त माटो हटाउने जाँदो रहेछ त पानी त उनीहरूमा। यहाँदेखि लिएर सबै यहाँसम्म ल, पानी त सफाइ रहेछ नि सफा त। पोखराको फेवाताल यता माथि सनसेट बादल लागेर देखिएन, यता माथि चाहिँ गणेशजीको मन्दिर, यता माथि चाहिँ महादेवको मन्दिर देखेको छ। हल्का खालो जङ्गल छ, ल हेर्नुहोस्। तपाईँको यो अहिले फेवातालको यो जुन छ नि खेतहरू पुरै, यो यदि सबै पुरै जाने भएको फेवातालको त 65 मिटरले गर्दाखेरि चाहिँ माथिसम्मको त येल्लो कलरभन्दा अझै उता पछाडि नै जाने भयो कि यो तालले गर्दाखेरि। अन्त व्यवस्थापन गरेको त राम्रो होइन, जे होस् ठिक छ। बजार साँझको बजार चाहिँ राम्रो देखिँदो रहेछ, चाहिँ लाइटहरूले गर्दा, लाइटिङले गर्दा। यो चाहिँ नयाँ बन्दै हो, माथिको चाहिँ रेडी भएर रहेछ। यो होटेल, यहाँनिर हाम्रो घर। ल हेर्नुहोस् गाइस, पोखराको नाइट कति राम्रो देखिएको छ लाइटिङ गरेर हेर्नु। त्यो माथि पिङ भयो, के भन्छ अरे होइन, मलाई त भन्न नि आउँदैन हो यो के भन्छ भनेर होइन। यो